everyone, welcome to my another video. We are ready to go picnic, barbecue. I like ma. आज चाहिँ हामी बारबेक्यू जाँदै छौं लायन रक बीबीक्यू पार्क। गाडीको वेटिङमा छौं हैन। शी इज माय सिस्टर, मेरो दिदी आज कुल हुनु भएको छ। अनि यहाँ चाहिँ भन सिस्टर अनि हाम्रो पिकनिकको सामानहरु चाहिँ अस्तव्यस्त छ। अब गाडी आएपछि सबै लोड गर्ने हैन। हामी कहाँ जान्छौं, कुन ठाउँ जान्छौं त्यो हजुरहरुलाई म सबै अपडेट गराउँदै जाने छु। गर्नुस् होला लाइक मलाई दिक्क लाग्यो। कीप वाचिङ गाइज। ओ 3016 अब चाहिँ हाम्रो गाडी आइसकेको छ हैन। अब हामी यही गाडीमा जाने है साथीहरु पिकनिक। 3016 नम्बर हामी चाहिँ यही गाडीमा जाने। यो गाडी खोल्नु लगाउ न त्यो पनि न देख्छ त त्योबाट दिदी हाल्नु न। ल हेलो साथीहरु अब चाहिँ हामी लागेको है। हाय हेलो हाय हाय अब चाहिँ हामी हिँडेको ल त्यहाँ गएर भेटौँ है त साथीहरु पिकनिक स्पटमा। चिन्ने हामी त्यो चाहिँ त्यो हो क्या। यसो बाहिरको चाहिँ कस्तो हुन्छ नि मिठो हुन्छ हुँदैन हैन। फरक चाहिँ आफूले घरको चाहिँ अब आफूले बनाएको हुन्छ हैन। कुक तपाई नै हुन्छ नि त। अब त्यो अब हैन तपाईले आफ्नो स्वाद अनुसार बनाउनुहुन्छ। ल हेलो साथीहरु अब अहिले चाहिँ हामी पिकनिक स्पट लायन रक बीबीक्यू पार्क आइसकेको छौं हैन। अब चाहिँ हामी यहाँ मेन गेटबाट इन्ट्री भइसक्यौं। अब हामी भित्र जाँदै छौं। अलिकति हिँड्नु पर्छ अरे यहाँ चाहिँ गाडी आउँदैन रहेछ। त्यही भएर गाडीले चाहिँ त्यहाँसम्म छोडिदिसकेको छ। अब चाहिँ हामी भित्र लाग्यौं है त साथीहरु। कीप वाचिङ। बिचरा त्यो भनलाई भारी भयो। हजुर अनि ठिकै छ। अब अहिले खाली हुन्छ नि त आउँदा अब पाले पिलो बोक्नु न। हाम्रो चाहिँ यस्तो छ है साथीहरु। यहाँको भ्यू चाहिँ दामी छ पहाडी भेक। यहाँ चाहिँ के रहेछ? हेलो साथीहरु अहिले चाहिँ म बारबेक्यू एरियामा आएको छु। अनि यहाँ देख्न सक्नुहुन्छ सबैजना आज चाहिँ बारबेक्यू खानेहरुको एकदमै धेरै भिड रहेको छ। अनि त्यही भएर अब हामी चाहिँ यहाँ खान्छौं। यो सायद यो खाली ठाउँ रहेछ। ठिकै भयो हामीलाई छेउमा यही छ नानीको खेल्ने ठाउँहरु पनि। अन्त त्यही भएर अब हेर्नुस् है त साथीहरु। किन हराइदिनु है। हेलो साथीहरु अहिले चाहिँ म चटपटे बनाउँदै छु। हाम्रो नेपालीहरुको फेभरेट डिशेसमा चाहिँ पहिला स्टार्टरमा आउने चटपटे बनाउँदै छु। त्यहाँ चाहिँ बारबेक्यूको तयारी हुँदैछ हैन। घाम यस्तो टन्टलापुर लागेको छ। हेर्नुस् होला साथीहरु यहाँको रमिता। हजुरहरुलाई कस्तो लाग्छ? यताको बारबेक्यू चाहिँ यस्तो हुन्छ है साथीहरु। अब पब्लिक होलिडेको बेला सबैजना आउनुहुन्छ बारबेक्यू गर्नुहुन्छ साथीहरु। अनि नाच्ने गाउने त्यही त हो। यहाँ चाहिँ ठुलो पार्क रहेछ नानीहरुको खेल्ने एरिया। त्यहाँनेरि लाइकमा कुदो है। यहाँ चाहिँ हाम्रो स्पेशल विदेशी फुड हो। विदेशबाट आएको म यहाँ सोध्छु है। हेलो वेयर यु कम फ्रम? Philippines. स्पिक लाउडली। वेयर यु कम फ्रम? Philippines. What's your name? Yvonne. Huh? Yvonne. Yeah. Philippines where? Isabella. Isabella. Yeah. What are you doing now? Huh? Barbecue. Barbecue. Is this Philippine style or Nepali style? It's a Nepali style. हेलो साथीहरु अहिले चाहिँ अब हामी खाने कार्यक्रम हुँदैछ। अनि यहाँ रहेको छ हाम्रो खानाको आइटमहरु चाहिँ आलुदम अनि पोलेको मासु अनि विङ्सहरु अनि मोमो पनि छ। अनि यहाँ दिदी चटपटे खाँदै हुनुहुन्छ। उता दाइ खाँदै हुनुहुन्छ। अब हामी पनि खाने हैन। एकदम सारै टेस्टी भएको छ। धरानी स्टाइलमा बङ्गुरको मासु हैन। एकदम धेरै मिठो भएको छ। ल हामी खायौँ है त। ल यो चाहिँ मेरो फिलिपिनो सिस्टर चाहिँ कहिले पनि चिल्ली खाँदैन कि। यसलाई चाहिँ ओभर पिरो भएछ।
हेर्न यो चटपटेले चाहिँ नि यसलाई साह्रो पिरो भएछ बन Oh, I'm so sorry. होइन यति खाएको काँक्रा ओके 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 त्यो कहिले पिरो खानेहरूलाई त्यस्तै हुन्छ कि ऊ त्यो चाहिँ हेर त्यो कता कता कुद्दैछ त्यो चाहिँ एक्लै लरबरिएर बहिनी आउनु न हाम्रो फुडहरू चाहिँ so spicy. Oh my god, I'm so sorry. Oh, I'm so sorry. पानी त खाइसक्नु आँट्यो त आमामा बाबा छोरीको मासु पोलाइ त खतरा छ त हो लाइकमा मासु पोल्नु भएको लाइकमाले पोलेको मासु खाने बेला आयो अब मासु पोलेको कि हात पोलेको हौ Wow, that's a good. Like male masu. Ta cinta ta to. Like male masu polio. Good girl. Adar, lo. Yo खाएर जाउँ न त ल यो खाएर यता चाहिँ परला टिकटक हुँदैछ यहाँ बारबेक्यू पार्टी हुँदैछ जाम न त अहिले हजुर यहाँ सबै चाहिँ बारबेक्यू खाने पार्टीहरू है गाइस हेर्नुहोस् अनि यो ठुलो एरियामा रहेको छ पार्क हैन अनि यो चाहिँ लायन रक चाहिँ किन भन्छ भने नि त्यहाँ माथि एउटा रक यो चाहिँ पहाड रहेछ क्या पहाड त्यो चाहिँ लायनको जस्तो अनुहार परेको रहेछ क्या त्यो देख्नु भएको हैन त्यो चाहिँ जानुको लागि चाहिँ 45 मिनट समथिङ यस्तो लाग्दछ ढिलो हिँड्नेलाई त अब 80 अब 90 कति मिनट लाग्छ थाहा भएन त्यो त्यहाँ पनि जाँदा हुने रहेछ हाइकिङ गर्दै तर त्यहाँ हामी जान सक्दैनौँ मलाई हामी पोसिबल छैन किनकि हाम्रो हिँड्ने बानी छैन त्यही भएर हामी चाहिँ जादिन होला सायद अब हामी चाहिँ यहाँ फुड इन्जोय हुँदैछ हेलो गाइज कस्तो हुँदैछ त हेलो गाइज कस्तो हुँदैछ त पार्टी रमाइलो हुँदैछ यता पनि रमाइलो हुँदै रहेछ बिचरा बुढो बाजे चाहिँ मैला सोरेको सोरे रहेछ अब सेतो डोली चढ्ने बेला भइसक्यो हेलो साथीहरु अब चाहिँ हामी लायन रकको एउटा भिजिट गर्नु जाँदैछ वरिपरि त्यहाँ लायन रक देखाइदिनु न हो दिस इज लायन रक हेर्नुस् तर त्यो लायन रकसम्म चाहिँ हामी आज जादिनौँ नेक्स्ट टाइम हैन आज समय पनि छैन हामी चाहिँ अब यो पार्क एकदम ठुलो एरियामा रहेछ एकचोटि सरर भिजिट गर्ने के कस्तो छ ल साथी घुम्न जाउँ है त टाढाको बिचमा रहेछ यो पार्क चाहिँ साह्रै राम्रो तर गर्मी आज टु मच हट यहाँ पनि बसेर खाने ठाउँ रहेछ यो चाहिँ के हो ए एक्सरसाइज गर्ने पो रहेछ है दिस इज लायन त्यो लालटिन झार हैन लालटिन झार रहेछ यो चाहिँ के भन्छ हौ यो बिरुवालाई पार्क त ठुलो रहेछ हौ राम्रो यहाँ भित्र चाहिँ जान पाउँदैन प्लिज किप क्लियर अरे यहाँ मैला गर्नु पाउँदैन रहेछ यहाँ चाहिँ फोटो बुथ जस्तो टाइपको रहेछ यहाँ चाहिँ हाम्रो दिदीको चाहिँ फोटो सुट हुँदैछ आज वाउ साथीहरु हेर्नुस् न कस्तो राम्रो हरियो धुपी है यो त नेपालमा पनि हुन्छ यहाँ पनि कस्तो राम्रो क्या ल आउँदो अनि यहाँ चाहिँ थुप्रै प्लान्टहरु रहेछ
जस्तै यो एउटा हामीले उयो भन्छौँ नि चाँप भन्ने टाइपको पनि रहेछ चाँप टाइपको अनि यो फुल चाहिँ के अरे बाबा के पो भन्छ आरुको जस्तो फुल्ने क्या त अस्ति फुल्यो नि सक्यो नि अहिले चाहिँ म जेउस पार्क भिजिट गर्दैछु यो पार्क चाहिँ ठुलो एरियामा बनिएको रहेछ अनि यहाँ चाहिँ धेरै फुलहरू विभिन्न तरिकाको थरीको फुलहरू रहेछ होइन जस ठुलो स्पेसमा चाहिँ यो पार्क बनिएको रहेछ अनि यहाँ चाहिँ हामी अब फोटो खिच्दै हिँड्दैछौँ यहाँ चाहिँ धुप्पी हेर्ने कति प्रजातिको रहेछ यो डिफ्रेन्ट ऊ त्यो डिफ्रेन्ट तीनटा जातको धुप्पी देखेँ है मैले साथीहरू यहाँ ओ अमलाको बोट पनि पो रहेछ त यहाँ त अमलाको बयरको बोटहरू पनि रहेछ यहाँ चाहिँ Come on to radio Friday night. साथीहरू आजको हाम्रो बीबीक्यू पार्टी चाहिँ यहीँ समाप्त भएको छ अब चाहिँ हामी घरतर्फ जानको लागि ट्याक्सीको वेटिङमा छौँ आजको भिडियो चाहिँ के कस्तो भयो र हामीले चाहिँ फुल इन्जोय गऱ्यौँ आज चाहिँ एकदमै रमाइलो भयो होइन भिडियो हेरेर लाइक सेयर कमेन्ट चाहिँ गरिदिनु नबिर्सिनुहोस् होला फुल सपोर्ट गरिदिनु होला थ्याङ्क यू सो मच बाई बाई